हेलो नमस्ते सम्पूर्णलाई फेरि पनि अर्को भिडियोमा स्वागत छ। मेरो अर्को युट्युब च्यानलमा म अर्को अपलोड गर्दैछु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु। मेरो नाम ज्ञानेन्द्र सापकोटा। म जिआर ब्लगको च्यानलबाट म बोलिरहेको छु र यो सब्सक्राइब गर्न नभुल्नु होला। मेरो आइडी रहेको छ ज्ञानोद सापकोटा केही छ। म हालसालै के भन्न खोजिरहेको छु भने नेपालमा अहिलेको अवस्थामा ग्यासको अभाव धेरै भइरहेको छ। ठाउँ ठाउँमा ग्यास राम्रोसँग मिलिरहेको छैन, पर्याप्त मात्रामा मिलिरहेको छैन। भए पनि ग्यासहरू अ, अ, दिने मन चाहिँ गर्दैनन् पसौँ ग्यासवालाले पनि, किनभने चाहिँ अब अभावको कारणले गर्दा पनि होला। तर यो अभाव किन भएको भन्दाखेरि यो अहिले जुन बाहिरको यो इरान सम्बन्धी यो युद्ध चलिरहेछ, त्यस कारणले गर्दा हो। तर यो उताबाट आउने चाहिँ निषेध गरिदिएको छ। अब आउने भनेको ग्यास चाहिँ अ, विदेशबाट त्यही जहाजबाट त्यही समुद्रद्वारा नै आउने हो। तर त्यो समुद्रमा रोक लगाइएको छ। त्यही भएर कारणले गर्दा ग्यास नआउनु कारण त्यो मुख्य कारण रहेको छ। इन्डियामा पनि सेम हो, नेपालमा पनि सेम हो। अधिराज्यभरि ग्यासको अभाव नै छ। अब भन्नुपर्दा खास अब के हो ब्लकमा यो अहिलेको यस्तोमा जति पनि अब इलेक्ट्रिक सामानहरूलाई युज गरिरहेको छ मान्छेले, ग्यासभन्दा त अब दाउरा नै काफी हुन्छ। गाउँघरमा त दाउरा नै भए पनि ग्यास पनि नभए पनि चल्छ। तर अहिलेको अवस्थामा ग्यास हुनैपर्ने, किनकि बानी परिसकेको कारणले गर्दा ग्यास नभई नहुने भएको छ। खाना बनाउँदा सजिलो, छिटो पनि हुने, टिकाउ पनि हुने। ठिकै छ। अब ग्यासको अवस्था बुझेर पनि हामीले अब केही सचेत गर्नु पऱ्यो। अलिकति वैकल्पिकतिर पनि अलिकति ध्यान दिनु पऱ्यो। ग्यासको आपूर्ति यस्तै छ, अलिक सर्टेज नै छ। यस्तै यही भन्न चाहन्छु। अब हस् त, धन्यवाद। सम्पूर्णलाई च्यानलमा नयाँ हुनु सब्सक्राइब गर्न नभुल्नु होला। हस्।